साथीहरू नमस्कार है त। तपाईहरु यदि इन्जिनियरिङ गर्दै हुनुहुन्छ भने अथवा कम्प्युटर इन्जिनियरिङ गर्दै हुनुहुन्छ, सीएसआईटी पढ्दै हुनुहुन्छ भने चाहिँ यो एकदम इम्पोर्टेन्ट क्वेसन हो। फुल एडरको बारेमा आज हामी डिस्कस गर्न गइरहेका छौँ। फुल एडरको सुरुमा हामी डेफिनेसन बुझौँ है। साथीहरू यो चाहिँ हाम्रो डेफिनेसन रहेको छ। इट इज कम्बिनेसन अफ लजिक सर्किट that adds 3 binary digits in which 2 are significant A and B and another is say in carry in bits हो त्यो भनेको चाहिँ and output are 2। मैले डेफिनेसन त्यस्तो ल्याङ्ग्वेज मिलाएर लेखेको छैन, आफै बुझ्नु होला। तपाईहरुलाई म ट्रुथ टेबल चाहिँ एकदम बुझाउने कोसिस गर्छु, त्यसको अलिकति इम्पोर्टेन्ट भनेको त्यो हो। अनि फिगर चाहिँ डायग्राम चाहिँ आफै हेर्नु होला है। ट्रुथ टेबल चाहिँ हामी बुझ्छौँ अब। ट्रुथ टेबलमा हामीले इनपुट चाहिँ ए बी र सी इन गरेर तिनवटा लिनुपर्छ है। तिनवटा लिनुपर्छ अनि आउटपुट हाम्रो एउटा सम आउँछ अनि अर्को सी आउट आउँछ। म एउटा टेबल बनाउँछु अब। यो मेहनत पनि तपाईँहरूलाई बुझाउनको लागि गरिरहेको छु। सो अब इनपुट चाहिँ हामीले तिनवटा लिन्छौँ, ए बी र सी इन। एमा तपाईँहरूले 4वटा इनपुट 0 लिदिनुहोस्, 4वटा 1 लिदिनुहोस् हैन। अब बीमा 2टा 0 2टा 1 गरेर त्यसै गरी लिँदै जानुहोस्। अब सीमा चाहिँ एउटा 0 एउटा 1 गरेर सबै लिनु। अब यसमा सम भनेको केही पनि गाह्रो छैन। सम भनेको तिनटालाई एड गरिदिने हो। 0 0 0 गर्दा 0 हुन्छ, यसमा 1 आयो, यसमा 1 आयो, यसमा 2टा 1 छ। 2टा 1 भनेको 2 त हुन्न, त्यसरी 0 भइदियो। यसमा एउटा 1 ठिक छ, यसमा पनि 0 भइदियो, यसमा नि 0 भइदियो, यसमा नि 1 आइदियो। यसमा 3टा 1 छ। सो अब बुझ्नुपर्ने भनेको यहाँ छ सी आउट। सी आउट भनेको तपाईहरुलाई घोक्नु नै होला। यो ए इन्टु बी प्लस सी इन ए प्लस बी। ल यहाँ अब हेर्नुहोस्, ए इन्टु बी 0 छ, सी पनि 0 छ भने सी नि 0 भइसक्यो। अब 0 0 0 हुन्छ, 0 प्लस 0 ए प्लस बी भने 0 हो नि त, सकियो, 0 आयो। यो चाहिँ तपाईँले घोक्नै पर्छ। अब यहाँ हेर्नुहोस्, तपाईँले के हुन्छ भन्दाखेरि यो 1 भयो। एड गर्दा है, अगाडि त मल्टिप्लाई गर्दा एउटा मात्रै 0 छ भने नि त्यो 0मा कन्भर्ट भइसक्यो क्या। तपाईँले यसलाई मात्रै चाहिँ अगाडिको केसमा यो केसमा, जुन यो केस छ नि, यो केसमा तपाईँले यो दुईटालाई मात्रै हेर्नु पर्यो क्या। किनकि मल्टिप्लाई गर्दाखेरि एउटा सर्टेन भ्यालु आउँछ नि त, अरू कुनैमा आउँदैन, अरू कुनै अगाडिको केसमा लिनै परेन। सो अब तपाईँहरूले यहाँनिर 0 आयो, यहाँ 1 आयो, यहाँ 0 आयो, 1 आयो, यहाँ अनि 1 आयो, यहाँ नि 1 आयो। यदि तपाईँले यसमा मल्टिप्लाई गर्दाखेरि हुन्छ भने थाहा छ भने 1 आइसक्यो क्या, सक्यो नि त। किनकि जति भयो भने कि 1 आउने हो कि 0 आउने हो कि ट्रु आउने हो कि फल्स आउने हो। सो तपाईँहरूले त्योभन्दा बढी गर्नु पर्ने, किनकि 2 3 भ्यालु आउन्न, 0 र 1मा एउटा आउने हो। यति मात्रै बुझ्नुभयो भने यो चाहिँ 6 मार्क्समा अथवा 2 मार्क्समा चाहिँ कन्फर्म जस्तो क्वेसन हो। एकदम इम्पोर्टेन्ट छ साथीहरू है। अरू कुनै क्वेसन छ भने कमेन्ट गर्नु होला। हस् त, थ्याङ्क यू। लाइक, कमेन्ट एन्ड सब्सक्राइब।